ठाउँहरु कस्तो कस्तो लागिरहा एकदम दामी बस्नु पनि यस्तो दामी छ है अगाडि पछाडि दायाँ बायाँ सब ठाउँमा भ्यूै भ्यू छ हेर भाइ टाढा टाढा पुरा हिउँले पनि ढाकेको छ उता साइडतिर उतातिर 360 नै इम्पोर्टेन्ट छ हो त्यहाँबाट माथिसम्म रहेछ कि अनि स्पेसल हाम्रो खाजा पनि आउँदैछ अशोकले भिडियो बनाउँदैछ त्यो खाजाको वेटिङ यो के अरे अरे यो घरि नै होइन अशोक किचन ओपन छ अशोक भरि नै अशोक भान्साघर अभाइलेबल छ त्यसको लागि अशोकलाई धेरै धेरै धन्यवाद मिठो मिठो बनाएर खुवाइरहेको जो भ्याकेसनमा हाइकिङ गरिन्छ दुब्लाइन्छ भनेको त मोटाएर जाला जस्तो लागेछ मलाई हेर जिन्दगीमा आएर टोइलेटमा पनि नुहाइयो गएर कस्तो एक्सपिरियन्स हुँदै छ मजा आयो तर यस्तो चिसो पानी भाइ सिमरन अर्को डोर हो त्यो होइन अर्को साइडबाट प्लिज यो ढोका होइन भने यतापट्टि हो के बाहिरबाट खोल्ने हो त्यो होला यो भाइको गर्लफ्रेन्ड पोर्चुगलमा रहेछ घरि ओला ओला गर्छ Hey, welcome. I'm MVP. हाम्रो MVP. भाइ यो चाहिँ यार एभन्जल फ्लोको सबलाई नकआउट हान्दियो ल हिजो दिदी तिम्रो नआउनु पर्छ ओए छिटो गरे स्विजरल्यान्डको ब्रिजमा जान लाग्यो हामी फेरि छोडेर जान्छन् तिमीलाई So at the moment we are at Vadur Castle, which is the residence of the current royalty family here, and it's not allowed to go inside, so we are just gonna go give a look around it and head toward the next destination. So finally we are in the middle of a bridge border between Switzerland and Liechtenstein. So this side is Liechtenstein, if I'm not pronouncing it properly, and the Switzerland on the other side. See you on the Switzerland side. अनि स्विजरल्यान्डमा शपिङ कतिको महँगो लाग्यो कि सस्तो लाग्यो 7 euro भाइ हा Much expensive 7 euro. Too much expensive. कस्तो लागिरहेको त नि तपाईँको फेभरेट प्लेस स्विजरल्यान्ड एकदम रमाइलो लागिरहेको छ भाइ नेपालमा गाउँमा सुनेको जस्तो हो
त्यो सोध्नु त माझ गाउँ भनेर हिजो त कोही छैन गरेर अनि खत्रै हो सब अझै रहेछ टक्कै यहाँ होइन गरेको हामी अहिले एउटा क्यासलमा छौँ जर्मनीमा यो चाहिँ बभारियाको पाल्दादेखिको हो यो चाहिँ बभारिया रिजनमा पर्छ यो चाहिँ सेकेन्ड किङको क्यासल हो यो चाहिँ एज यु क्यान सी ओभर हियर त्यति बेला उसले बनाएको हो अनि यो यहाँको मेन स्पेसिफिक टार्गेट भनेको टुरिज्म चाहिँ यही क्यासल हेर्नलाई आउँछ मान्छेहरू यही नै हो हामी पनि यही हेर्न आयौँ गयौँ देख्यौँ खुसी लागेको छ एक दुई तिन चार पाँच एकचोटि सुपे बेला झोल धेरै हालिदिन्छ झोल कुमार हो नि सोया सुपेसलाई हो खोर्सानी हो सोया सोया दिन वाउ सुपेस हाउ कम अघिनिबाट दाइ बियर चाहिँ चाख्नु पर्छ है भनेर गाडी रोकिदिन्छ यार ड्राइभरले भनेपछि त मान्नु पर्यो फेरि नै भाइ बजट सजट के कुरा गर्ने पाइने क्या होला फेरि फर्केरै फर्केर यस्तो युनिक ठाउँमा हैन